यहाँ के चला भन्दा यो मेरो बुवा र आमाको 84 वर्षको बुदाको लागि रेडी भइरहेको छ सबै सामग्रीहरू सबै कामहरू भइरहेको छ म चाहिँ अब सबै काम गरिबसेको छु माला सबै हिजो मिसाक्यौँ अनि फुलसुल सबै रेडी भइसक्यो मण्डप सन्दप सबै रेडी भइसक्यो म चाहिँ अब एकछिनमा चाहिँ मेकअपको सेकअप गरेर राम्ररी भएर लुगा लाउँछु अनि त्यसपछि हामीले सबै कुरा देखाउँछु अनि आज दिनैभरि र रातभरि भएको सबै कुराहरू सो स्टे ट्युन विथ मी बाइ आँखा नाक मुख सबै फेरि आवाज नै आउने हो कि आउने हो त्यो राख जाऊ मोबाइल दिसमा वाइफाई स्किप गर्ने रे त्यो छ के रे मम्मी सब अरूको फर्काएर छ कि एउटाले बिदाको लागि खाइदा यो कस्तो लाग्यो यो राम्रो छ 84 पूजाको लागि रेडी गरेको बोजे त बोजे अहा भएन मम्मीले गर्न पानी नै पानी ल्याइसक्यो हेलो भन्दै हेलो भन्दै हेलो आता नदे चके ए कान्छा यो किडनी ठीक हुन्छ बाबु ल अनि सिगारो त हो किडनी ल्याऊ मान्छे चके बाबु 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 आता मान्छे आता मान्छे चके लाउन लाउ म माथिबाट खिच्छु है छन न छोब्री आउनु हजुर आइसन जाम आमा आउनु अगाडि अगाडि हिँड्नु हिँड्नु बन्द हो नि बुवा पनि सँगै आएर हुन्थ्यो नि त तपाईँ यतापट्टि बस्ने तपाईँ उतापट्टि बस्नु अरे क्या
चम्चा अब अरू नि खानुहोस् पञ्चको खानुहोस् एकैचोटि अब अरू चाहिँ यहाँ को मिल्नु चाहिँ खाँदिएर टक्क भयो सबैले हातमा धुनुपर्छ भने दुनु दिएको हातमा राखेको त त्यहाँ हटाएर खाँदिएर बस्नुपर्छ है अब यो डालो निकालौँ न त अब ऊ एकजना त्यहाँ अड्छ एकजना त्यहाँ खाँदिएर बस्नुपर्छ भइहाल्यो नि त लाएर अब आमा ये विघ्नकर्ता गणेश हे भगवान आज हामीले एउटा राशि पूजा आयोजना गरेका छौँ निर्विघ्न पूर्वक हाम्रो व्रत पुरा होस् भनेर गणेश भगवानलाई दुबो फुल चढाइनु बटुवा धुप कहाँ छ प्लास्टिक कहाँ छ हेरौँ त डाल्दिएको त प्लास्टिकमा बटुवा पूजा कर्म करोमि पूर्वे ईश्वरायनमा पूर्वपट्टि जानु दक्षिणे हेमायनमा दक्षिणपट्टि जानु पश्चिमे दक्षिणायनमा पश्चिमपट्टि जानु उत्तरे कुबेरायनमा उत्तरपट्टि जानु आग्नेयश्वरमा नैऋत्य वायव्य ईशान पूर्वे नमः उत्तरायनमा बाँकी पृथ्वीमा छर्दैन है यज्ञ यतै दिदी के खान्छ यहाँ एक्लै आउन मैले भित्र अक्षर देखाएन चामल छ चामल अहिले 5 वटा अहिले हामी पूर्णिमा चाहिँ अरे बुवालाई पछि लगाइदिउँ बुवा कुस्लिएर पानीसँग त खाल्नु कुसले आमा कुस बुवाले ब्राह्मण वर्णी कर्म बिस्तारै हेर्नुहुन्छ बक्स म हजुर त्यहाँबाट खिच्छु म यहाँबाट खिच्छु म त भिडियो खिच्या भिडियो भएछ धात्री दशत्रम्बिका नमः यी 10 थरी देवताको पूजा हुन्छ बुझाएर आपको पता त्यहाँ सबै टिको लाउनु नला विजय आबलम धात्री धात्री दशत्रम्बिका नमः एउटा 5 को नोट जिक्नु तेरे त्यता उन्नोस् एउटाले फुल उन्दिनुहोस् भुरी जाँदैन नन्दामा बुझाएर दिनु
श्रीनिवासेति वासुदेवस्य भार्गवा जया च विजया चैव सौतयति ओम रावे नमः केतु बाइपट्टि केतु छ ओल्लो टुना छ ओ त्यहाँ तल्लो ओ रुतिनी कालो केतु केतुको भूपति केतवे नमः केतु यहाँका चियातिष्ठ भेद्रुण यहाँका चियातिष्ठ कृष्ण वर्णाय नमः कालो माथि त्यो अहिले नि जग्गातिर गएर बसेको खोलेर लडिसकेछ पिलाइसकेछ छैन यतै काट्न ल्याउने हो त्यसमा कस्तो देखाछ ओ माई गड गर्नु छ है अब त्यहाँ 9 भन्दा बढी बत्ती बाल्नु पर्यो 2000 राख आमा आमा बत्ती हालहरु यता यता झोलामा निलो प्लास्टिक झोलामा डबल पैसा मैले ल्याइसकेँ हजुर माइजको अहिले हजुर भगवान् गाईको दुध कामधेनु नाम गरेको गाईको दुधबाट बनेको गाईको दुध भनेको जल छैन गर्भाणी ओम दामोदराय नमः। अब त्यहाँ भगवानको शरीर उत्पत्ति भएको छ प्रत्येक अङ्गको बुझार्नुहोस्। ओम दामोदराय नमः। दामोदराय नमः पादौ पूजयौँ भगवानको पाहु सम्झेर बुझार्नुहोस्। ओम दामोदराय नमः पाहु पूजयिनी। ओम माधवाय नमः जामुने पूजयिनी। ओम पूजाय नमः हवाय नमः निरुद्राय नमः सर्वदेवाय नमः निरुद्राय नमः सर्वात्मे नमः गुराय नमः सर्वदेवे नमः ईशाय नमः हरिण्याय नमः
एउटाले तेल थाल्ने एउटाले बत्ती हाल्न थाल्नु त आफूलाई पूजा गर्ने जानु बुवा हाम्रो ठाउँमा जानु त पहिला अँध्यारो भयो सुरु गर्न चाहिँ बुवा आमालाई दिनु त बुवाले सुरु गर्नु त एउटा बत्ती यो कोडा बाल्नु त तपाईँहरूले अनि त्यहाँबाट ल अब तपाईँहरू पछि पछि बुवालाई चाहिँ पूजा गरेर सहयोग गर्नु त बत्ती बाल्नु त पर्यो है कोदारी बाल्ने बत्ती बालिसक्यो कि यो बाल्दै आउने हो कि पूजा गर्दै आउने कोही बाल्दै जाने त्यो हो ल बुवा र आमा पूजा ल बुवाले छोराहरू साथमा लगाएर पूजा गर्नु पहिला दियोको अगाडि जल चन्दन सिताहरू फुली पूजा गर्नु त सुरु गर्नु त्यहाँ सर्वम सेक्या थपिदिनुहोस् है पूजा हरि ओम नमस्कृताय सहस्रनते सहस्रपाद पूजा गर्नु आमा अब हामीले बाल्दै नि भएन हुन्छ बुवाले पूजा गर्नु सहस्रनामे पुरुषाय शाश्वते सहस्रकोटि अवतारिणे नमः हाता फुल अच्युतालिनो नमो कमलाबाय नमया जलसाक्षिणे नमया केशवानन्दं वासुदेव नमस्ते वासुदेवस्य सर्वजनिवासिने प्रत्येकले छुट्टी छुट्टी बुझाएर आउनुहोस् है बुवा एकैचोटि होइन ओम नमस्कृताय सहस्रनते सहस्रपादावे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि अवतारिणे नमः सहस्राक्षिणे नमया केशवानन्दं वासुदेव नमस्ते चढाउँदै आउनु पछि कस्तो राम्रो देख्यो है सरान कति राम्रो देख्यो है घुँडा यार दुख्यो यार everyone ready अब त्यसमा नि अट्ठाइस हेर्छ त बुवा झन् कस्तो राम्ररी देख्यो अहिले त सबै बोला जाऊ कि जाऊ मानु सुकाउनु मिल्छ सर्छ पैसा चारै पाउ नमस्तुते त्यहीँ चढाइदिनुहोस् ऊ त 150 रुपियाँ हातमा लिनुहोस् त त्यो अहिलेको पछाडि राखेको त्यही माथि छ तान्नु दुईटै तान्नु पुस लिएर 500 अन्त गो दान दान प्रतिष्ठार्यं तस्दाद्य पूर्व संकल्प सिद्धातु प्रथम वर्ष अन्तर्गत वर्ष पर्यन्तका सहित गोदान दान प्रतिष्ठा सहित दान प्रतिष्ठा
नित्यका सहित आरती हरिओम तत्सत् पैसति कायेन वाचा मनसेन्द्रियर्वा वा बुद्धित मनो वा प्रकृति सोवा करोमि यद्यत् सकलं परस्मै नारायणाय समर्पयामि। नाङ्लोमा हात लगाइदिनुहोस्। पात्र रहित नाङ्लो बाहेक हामीले 28 वटा गाई गुरुलाई दान गरेका छौँ। पात्र तो यताबाट राख्नु त्यो जलले उहाँहरूलाई चाहिँ पुरै छाड्दिनु। शान्ति हृदय शान्ति वनस्पतय शान्ति सर्वं शान्ति सहस्रकोटि अवतारिणे नमः। सबै माछे त समर्पयामि। पूजा टुक्रो त्यहीँ राखिदिनुहोस्। त्यो अर्को 150 रुपियाँ कहाँ हेर्नुहोस्। 56 वर्ष पर्यन्तका सहिताय भूतान कर्म निमित्तका सहितमाद्य पात्र रहित ओम शान्ति। हो तो पुसा टुक्रा आता नि गोदान दान प्रतिष्ठा गोदान दान प्रतिष्ठा गाईको चारै पाउ सम्झेर जडाइनु। पुसा टुक्रो लिएर बाँध्नु। त्यहीँ तल छुनी भयो नाङ्लोमा। हरिओम तत्सत् हरिओम होइन अब एकछिनमा सकिन्ला सबै 84 वटा दियो बालेको मन्त्र आद्य संकल्पसित आद्य न आद्य घृतकौशी गोत्र निमित्तका सहितमाद्य बाजा बज्ने नाच गान भोलि हुन्छ। आता फुल चिताले नमस्कार गर्नु। कतिले सर्वदेव चारै पाउ गाईको चारै पाउ सम्झेर त्यहीँ चढाइनु। अनि अलि हातमा पानी लिएर यसरी घुमाउनु त। कायेन वाचा मनसेन्द्रियर्वा वा बुद्धित मनो वा प्रकृति सोवा करोमि यद्यत् सकलं परस्मै नारायण। सबै गाईको चारै पाउ पानी लिएर यसरी घुमाउनु त। यानी कानी चपा पानी प्रसिद्ध पदे पदे हरिओम तत्सत् तल हरिओम छोना छोना मन छोना होम चाहिँ भोलि हाल्नु। होम भोलि हुन्छ लाग्रती भोलि हुन्छ। होम चाहिँ भोलि सक्यो। अब आजको कार्यक्रम आजको पूजाहरू सक्यो। भोलि 8 बजीबाट सुरु हुन्छ अरे। द इन्ड आजको लागि सक्यो। आजको लागि सक्यो। अब आजको कार्यक्रम बानबाजहरू 4 जना हुनुभएको थियो। अहिले त 3 जना मात्रै हुनुभयो। बेलुका फुकाउने औँठी खोलेर राख्ने अनि खाना खाने अनि अब सक्यो जागराम बस्ने नसक्यो बुवालाई सुत्न लाउने छोराहरू बसेर जग्गा कुर्ने। भोलि बिहान 8:30 बजेतिर बाटो कार्यक्रम 8 बजे तपाईँहरू नुहाइधुवाइ गरेर यहाँ पूजाको सरदम रेडी बनाएर ठिक्क पर्ने। हामी 8:30 बजे भोलि अब रुद्री पूजा हुन्छ। यसको नरक पुरकको पूजा हुन्छ। अनि हवन हुन्छ लाहवती हुन्छ। भोलि कार्यक्रम सबै केही पनि थप्नु पर्दैन। पूजाले अक्षता थपे हुन्छ। थालीहरू दुध सफा हार्नुपर्छ। सफा हारेर अर्को थापनाहरू यज्ञ केही हार्नु पर्दैन। तपाईँहरूको यो बत्ती कुर्ने हो कुन व्यवस्थाले कुर्न सक्नुहुन्छ त्यति हुन्छ। हातको खोलेर अब आजको कार्यक्रम आजको पूजाहरू सक्यो।
तपाईँहरूले बत्ती भिजाउने व्यवस्थापन मिलाएर अनि आउनुहोस् त सही एकोर हुन्छ पूजा होइन सुरु त तपाईँहरूले गरिदिनु त्यहीँ राख्नुहोस् अब त भाँडो लिएर जानुहोस् एउटा गनेर माल्यो 50,000 यहीँ राखिदिए नि हुन्छ यो भिजाउनलाई तयार हुनु है नानी भिजाएको कहाँ होइन अब भिजाएको त अहिले त आएपछि शुक्ला आएपछि शुक्लामा राख्नु त्यही भयो नि हुन्छ अब यो यहाँ बत्ती भिजाउने ठाउँ तयार गर्नु बत्ती भिजाउनेले 5 रुपियाँ खाएर अनि भिजाउनुहोस् है बत्ती भिजाउनुको 5 रुपियाँ खाएर बत्ती भिजाउने व्यवस्थापन तपाईँले यहाँनिर गर्नु पर्ला कि भयो कि पहिला एउटा 2 मिटरको जतिको एउटा काट्ने अरू 6 वटा चाहिँ आधा मिटरको एउटा 2 मिटरको अरू 1 मिटरको 6 वटा पहिले बुवालाई छोइदिनु साथीमा भागवते महापुरुषाय लक्ष्मी टीका जाने कर्म निमित्त सहित प्राश्चित छोरी हेर पनि यस्तो गरेर होला है गुरुको हातले लिने तपाईँसँग त म बेल फोटो ओके सक्दैन म कसको जिको सम्पदा गुरु ल्याउनु अनि हामी त्यो बन्द गर्दै यो हजुरको हातबाट दिन्छु क्याच इट म यहाँ उभिन्छु मोबाइल रेडी कहाँ होला बेलपत्र पुग्यो त सबैलाई एउटा नच्यातिएको भाउमा यता दिनु साह्रो गुरु मामु मामु
मैले नि त्यो पात चढाउने हो यता 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 तल ओम नमः शिवाय 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 आँखा चिम्म गर्नुहोस् हामीले बिहान कैलाशबाट शिवजी ल्याएर यहाँ स्थापना गरेर दिनभरि पूजा गरे अब शिवजीको अनुहार मूर्ति सम्झिनुहोस् र मन मनै ओम नमः शिवाय भन्नुहोस् मैले भनेको सुनिनुहोस् हरि ओम आतौ कर्म प्रसङ्गम कलयति कलतां मातृकोशे चितम्यं विडमुद्रा मध्यमार्गे कथयति नितरो जात वेदा यद्यतं ततुदोका वेदनितरो उत्तरमुखेन बन्धु क्षन्ताभ्युपे प्रार्थ शिव 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 भो श्रीमहादेव शम्भो बाल्ये दुःखात्रे स्थानपाने पिपासा न शक्तिं चन्द्रियाणां भवगुणजयितं चूर्मातु दन्ते नाना रोगादि दुःख परवशं संस्करं न स्मरामि क्षन्ताभ्युपे प्रार्थ शिव 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 भो श्रीमहादेव शम्भो प्रोढोऽहं यवनं विषधरैर्पञ्चभि मर्मसन्धो दष्टो नष्टो विवेकैषितजन युवती शैविचिन्ता विसख्यं सशङ्कवन्दिनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनशयन्तवरदं वन्दे शिवं शङ्करं कर्पूरगौरं करुणावतारं संसारसमातं भज भज श्रीपार्वती वल्लभम् आयुपाचन्ति पाचन प्रदनं प्रतायान्ति यौवनौ प्रतायान्ति गता पुनरदिवसा कालो जगद्वाक्षकं लक्ष्मीत्रो यवन् चपला विद्युत् महाजीवितं तस्मातं रचरचेतनार्दनं रत्नैकल्पितमासनमिम जलैर्स्नानं च दिव्यम्बरं नानारत्नविभूषितमृतमगामोदाग्नितं चन्दनं जाति चम्पक बिल्लपत्र रचितं पुष्पं च धूपं तथा दीपं दीयदयानि दीपशिवते कल्पितं क्रियतं शोभाणेन वरत्नखण्ड रचितं पात्रं कृतं पायसं वाच्यो पञ्चविधोपयोधनं पानकं शाकानामकरं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचिताय भक्ता प्रभु स्वैकरो छात्रं चामरव्याङ्गनकं चादर्शकं निर्मलं वीणाभिर्मृदङ्गगलागीतं च निरितं तथा साष्टाङ्गा प्रणति स्तुति बहुविधो स्तोत्राणि सर्वाग्र्यो सङ्कल्पेन पूजा गृहाणं प्रभु आत्मा तो गिरिजामति सहस्रा प्राणै शरीरै गृहं सकलं परस्मै नारायणाय समर्पयेत् ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम मलेरिया ओम नमः शिवाय ओम नमः शिवाय नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय फूल र अक्षता 84 भगवानलाई बेलपत्र शिव भगवानलाई चढाउनुस् है फूल र अक्षता कसलाई 84 भगवानलाई को 84 भगवान यसो अलि अलि सदा शिवजी की जय नकता गणेश की जय 84 सिद्ध भगवान की जय चंद्र दर्शन की जय प्रियका वास्तुदेवता की जय समस्त पितृहरू की जय अवसर कालिका की जय विश्व सनातन धर्म की जय उदाडी घुम्नु आमा म उदाडी घुम्नु स्वाहा जग्गा काम छ बाटो चाहिँ
बाँकी रहेको सबै बोलाउनु फ्रान्सको नजिकै गयो गुरु शिव कसले रहेछ जनाको बच्चाले देखेन आउनु तपाईले आउनु यदि अलिकति फाल्दिनु नि फाल्दिनु अब अर्को वर्ष फुट्छ गएर आमाको इच्छाको आमा के कारणले तिबारलाई भन्नुभयो के को इच्छा हो तपाईँको लागि हो कि अर्थ लागि भन्नुहुन्छ पितृको लागि मनमनै भन्नुहुन्छ दिदी दिदी बल्दियो घामले चल्छ घामले के घामले चल्छ अब हो त सुनको बत्ती बाल्नु तपाईहरु बाल्दिनु हो त बत्ती बाल्नु होइन सुनको बाल्नु हो त बत्ती बाल्नु उनीहरूले बालेर राख्छ बुवा पूजा गर्दै आउने है उनीहरूले बाल्नु हैकै ठाउँमा राख्नु उहाँ गएर ऊ हो अरे अब समुद्र हैन अब हो त्यो तो पूजा एकचोटि त्यति राखेको बिचमा घरमा गरे देवीलाई देवी भगवानलाई दुर्गा देवीलाई मेरो हातको हालत जान भन न मैले क्यामेरा बोकिरहेको छु क्यामेरा बोकेर बालमा हो बालमा एकचोटि साथीहरूलाई मान्छेहरू त आउने अब तपाईहरुले यो बाले चाहिँ यसले हेर्न सुरु गर्दिन
त्यो माथि अरिङ्गल छ कि डला खाएर एकचोटि झप्ट्यो नि मैले साह्रो गर्नुभएको ठाउँबाट भिडियो खिचिरहेको Cameraman, जल्दी फोकस करो cameraman वो मजा आएगा आमा अलुता आमा आमा अलुता गर्न छ न wala ama. Ya tayo. Tayo niya ka. Bane
चाहिँ 12 गते दुईटै मामाहरु 12 गते
जति गर्ने भइहाल्छ घन्टी बजाउनु घन्टी हो यसो मलाई छोडिदिँदै थियो आज हलाउनु नि त अनि तपाईले आज लाउनु अङ्कल खै हेर्नु
अनि खानपिन भयो हजुर त आजदेखि धेरै साथी हो तलको गाडी पाउनु पर्यो ल अन्त सबै ल अब चिनाजानी भयो बेला काठमाडौँ आला